जतिले पनि समाजमा सुन्नै नसक्ने र पच्दै नपच्ने शब्दहरू बोलेर मेरो भिडियोमा रोस्ट हानिरहेको छौ र जतिले पनि मेरो फेक आइडी खोलेर मेरो चरित्र हत्या गरिरहेको छौ, तिमीहरूलाई मैले साइबर क्राइम केस गरेर आएको छु। तिमीहरू सबैको नाम यहाँनिर छ। आफ्नो आफ्नो नाम जुम गरी हेरेस् या त सर्च गरेर हेरेस्। मैले लिस्ट राखिदिएको छु। अहिलेबाट लिएर 48 घण्टा पछिबाट तिमीहरूको उल्टी गिन्ती सुरु। तिमीहरूले नि रमासँग पंगा लिएर एकदम ठुलो गल्ती गरे हो के। मेरो त चरित्र हत्या गरिस् मेरो बुढोलाई बीचमा ल्याएर नि तैले यति ठुलो गल्ती गरिस् नि बाबु, तैले सोच्न सक्दैनस् के। रमाले तेरो चाकबाट गोली हानेर मुखबाट निकाल्ने दम राख्छ के। बुझिस्? कहाँ छेस, के गर्छिस्, कहाँ बस्छिस् भन्छस् नि? पन्जाबमा बस्छु। तेरो दम छ भने आइज। त आउनै पर्दैन। तलाई अब मैले कसरी घिसाटेर यहाँ ल्याएर नि कसरी रस्सी तानेर तलाई मैले यहाँ ल्याएर हाइकोर्टसँग पुर्याउने रहेछु भन्ने कुरा तैले जिन्दगीभरि रमालाई भुल्न सक्दैनस्। अब आफ्नो नाम हेरेस् बाबु। 48 घण्टाबाट तिमीहरूको उल्टी गिन्ती सुरु। बुझिस्? खा, जति खानु छ खा, जति भुक्नु छ भोक। बास 48 घण्टाबाट तेरो के हालत हुने रहेछ भन्ने कुरा नि उल्टी गिन्ती सुरु गरेर बस।